Let's go. गाउँले 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 ओके गाइज लु गाउँले ओपन हुँदैछ अस्तिदेखि धेरै अगाडिदेखि खेल्ने मन लागिरहेको थियो कि मलाई चाहिँ ल स्टोरी मोडमा जाउँ है मैले चाहिँ एक्सप्लोर हिजो अलिअलि गरेको थिएँ आज म स्टोरी मोडतिर गएँ आइते कति रहेछ धेरै गेम रहेछ ल ठिकै छ एक नम्बरमा जाउँ आइते के रहेछ के रहेछ हौ कस्तो फिल्महरू कस्तो फिल्म हुँदो रहेछ यार के भयो ओके रिच द बाइक आम्बो हल्का माउस तान्दिएँ है मैले गाइस भनेपछि जाने चाहिँ कता रहेछ हौ रिच डियर भनेपछि ए यो आइते घर हो क्या हो हिजो यसो हेर्दाखेरि बाइक त मरद छ है गाइस ओए ए आइस छिटै आछस् त अनि आए त अन्त तँ आउँदैनस् ल धेरै नकर आज मन्दिर जाउँ भनेको यसो जमिन कहिलेदेखि जान थालेछौ फेरि मन्दिर चाहिँ होइन आज आइतेको जन्मदिन भन्नु थाहा छ ए लु लु आइतेको जन्मदिन पो रहेछ त ल बिर्सिहालेँ नि मैले त ल आइते दाजु ह्यापी बर्थडे पर्दैन दिँदै गर्न मिलाएर यसो त्यही त नि ल जाउँ झन् बिहानै पुग्ने भनेको छन् हुन्छ नि ल बस बस हाम्रै देशमा जन्मिया भगवानको मन्दिर नि अरे हाम्रो देशमा जन्मिया भगवान अरे त्यो पिस पकड जाउँ न शान्ति स्तूप नजिक पनि छ ल ल ल हाम्रो देशमा जन्मिया भगवान भनेपछि शान्ति स्तूप एकैछिन म बाहिर गएर नि मोज भएको छ है तँलाई चारैतिर हटारेर हिँडेछस् बाइक सुटो बाहिर गएको बेलामा त हो नि नत्र चान्सै छैन लखर लखर हिँड्दै जानु पर्थ्यो अहिले बुझिस् हो नि त लखर लखर गर्दै दुईजना यता अघि मेरै घरबाट जानुपर्ने रहेछ मेरै घरबाट जानुपर्ने रहेछ ल ठिक छ बिस्तारै बिस्तारै जाउँ फेरि अलिकति लाइसेन्स फेरि प्रोपर रूपमा लाइसेन्स छैन लु गयो यो त मेरै घर होइन त यो त मेरै घर हो त गाइस ए तलबाट जानु मिल्दो रहेछ खाली यत्रो फर्काइयो लु आम्मा बाटो त कडक रहेछ हो गाइस एकैछिन नै हल्का रिजोल्युसन्स बढाइदिइहालौँ रिजोल्युसन्स हाईमा छ कि छैन हाईमा रहेनछ ओके ल ओके अब चाहिँ दामी आउँछ है नारै गाइस फेरि आज आइते दाइको बर्थडे छ नि त बस है बस लु को फेरि तपाईँको पछि को आउँदैछ हामी डेट जान लाग्यो क्या डेट अहिले हल्का यता रहेछ हो आम्मा ल आइतेलाई चाहिँ म डेट लाँदैछु है गाइस आम्मा ब्रेक चाहिँ कडक छ है फेरि ओए जय भगवान हे भगवान ल सबैजना दर्शन गरौँ भगवानको दर्शन गरौँ लु आइते दाइले पनि दर्शन गरेँ मैले पनि दर्शन गरेँ तपाईँले दर्शन गर्नु सबैले राम्रै कुरा मागिस् होला नि भगवानलाई मागे के मागे अब भन्दै त के मागेको हो आइते दाजु यसो भनिदिनु दिउँसो त रमाइलो छ क्या अरे रात परेपछि डराउन थाल्छ नि ओए त्यो त साँच्चै एउटा यत्रो ठुलो खुट्टाको दाम भेटेँ चाहिँ मैले यहाँ ला हो र खुट्टाको दाम पक्कै यतिको जस्तो लाग्यो यति पहिला बाजेहरूले त देखेको नि त यहाँ यति ला हो र त्यस्तो पनि हुँदो रहेछ है हुँदो रहेछ त अब के हो डर लाग्ने कुरा गरे यार के कसो तै खोज मलाई त डर लाग्छ भो लाग्छ तँलाई डर होइन हेर्नु एकचोटि थाहा लु है आइते दाजुले पनि हल्का फ्लड त हान्दो रहेछ आइते बुढा फेरि बुढा विदेशमा छ फेरि थाहा छ कि छैन आइते दाजु ओए सिफ्ट लाइट बालौँ फेरि म आँखा देख्दिनँ गाह्रो पो छ त हौ बाटो चिप्लो पनि रहेछ त अनि कति धेरै चिप्लो हो त नि ओए सरी आँखा नदेखेर है गाइज आँखा नदेखेर है दाजु है फेरि पछाडि हान्देला यार
ओहो हो ओए बस है आइते बस उफ, ठुलो टिप्पर आउँदैछ यहाँ त गाह्रो पर्छ त लाइट बल्दैन आम्मा के हो जम्का पेट भयो क्या दाजुभाइको लु म लागेँ है राम्रोसँग आउनुहोस् है फेरि यहाँ पनि एक्सिडेन्ट भयो अब यस्तै है अब बाटो अँध्यारो बाटो सबैले बिस्तार चलाउनु पर्ने एउटा आउँछ अर्को ठोक्छ ओए ओए भन्दै मलाई हान्दिएको अहिले अहिले त घर जानुपर्छ त यता पो हो त हौ कुरोबाट त टाढा पो रहेछ त हौ आइते खै बोल्दैन त आइते यार ल राम्रोसँगले घर जा है तँलाई फेरि पनि जन्मदिनको शुभकामना अँ ल ल ल घुमाएर ल्याएकोमा तँलाई पनि धेरै धन्यवाद ल ल घर जा। भोलि आइज है घुमेर आएको आज त्यो डाँडामा ल है आइते दाजु म लागेँ है फेरि ल ल ल म लागेँ एकछिन यही बस्थ्यौँ कि क्या हो ए जान्छु बाटो पो देख्दिनँ त मैले खै लाइटै बोल्दैन त कहाँ गयो के साह्रो हो त नि लाइट नबोलिदिने यार किरा फट्याङ्ग्राहरू कराएछन् डर लागिसक्यो आफूलाई ठोकिहालेँ नि देख्यो मैले भने नि त अघि मैले भने होइन आँखा देख्दिनँ भन्दै पनि यो आइतले यार मलाई के गर्ने होला लु मिसन फास्ट बवाल